हर्क साम्पाङको भिजन कस्तो? आगामी चुनाव जित्नको लागि हर्क साम्पाङको भिजन कस्तो रहेछ त? जनताका कुन कुन समस्याहरू उठान गरेर पुरा गर्ने प्रतिबद्धता गर्दै चुनाव जित्ने लक्ष्य राखेका छन्? यही कुराले रासपालाई हामी लडाउँछौँ आउँदो चुनावमा। बालेन साहबको त्यही यो कुरालाई त तपाईँको चटपटे बनाएर यस्तो बेचिन्छ। यो हर्कवाद हो, हर्कपाद हो। हर्कपादका रचयिता मिश्रज्यू हर्क साम्पाङका यी दिव्य उपदेशहरू पनि, माथिका ती दिव्य उपदेशहरू पनि समेटेर हर्कपाद 2 भन्ने लेख्दै हुनुहुन्छ, त्यसमा समावेश गर्नुहोला। हर्क साम्पाङका स्ट्याटसहरू मात्रै छाप्ने हो भने पनि 400-500 पेजको किताब बन्छ। ती दिव्य उपदेशहरू छापे भइ त हाल्यो नि, अरू के छाप्नु पर्यो र? उहाँको भिजन कस्तो रहेछ भन्ने त उहाँको प्रस्तुतिले थाहा भयो। हर्क साम्पाङले भनेको रणनीति अपनाएर अगाडि बढेपछि हर्कवाद देशैभरि हुने भयो। यतिको गतिलो भिजन भएपछि, एउटा पार्टीले अर्को पार्टीलाई सक्छु यस्तो आक्षेप लाएर भन्ने यस्तो भिजन भएपछि त देश र जनताका समस्याहरू त हटिजा भनेपछि समाधान भइहाल्ने होलान्। हर्केका हलीहरू कता छौ? तिम्रा पिताको हर्कवाद भन्ने के रहेछ भन्ने त बुझिहाल्यौ। अब भिजन के रहेछ, हर्कवाद भनेको त यस्तो हो उस्तो हो भनेर फुर्ती लाउनेहरू सुन्यौ होला नि। अब त भिजन के रहेछ? हर्कवादको भिजन, सत्तामा पुग्ने भिजन। कसरी हुन्छ? सत्तामा पुग्नु पर्यो, सत्ता कब्जा गर्नु पर्यो। एउटा नेता सत्तामा पुग्नको लागि यस्तो रणनीति अपनाउँदै रहेछ। यो हर्कवाद भन्ने गजब छ होइन त? अब अलिकति यो प्रसङ्गभन्दा अलि पर गएर कुरा गर्न चाहेँ। मैले धेरैपल्ट सोधेको तर जवाफ नपाएको। हर्क र हर्कका हलीहरू या हर्कवाद भनेर गाउनेहरू दार्चुलामा पुल बनाउँदाखेरि सरकारको सहयोग 60% भन्दा बढी छ। त्यो सरकारले गरेको सहयोग किन भन्दैनौ तिमीहरू? तिमीहरूलाई डर छ? पुल बनाउँदा 60% भन्दा बढी लगानी सरकारको छ भने